सुरुवात कति सुन्दर थियो। तराईको त्यो तातो हावा, कलेजका ती दिनहरू र एउटा सानो मोबाइल स्क्रिनमा अटाएको मेरो पुरा संसार। म 27 वर्षको थिएँ, सपनाहरूले भरिएको, र उनी मेरो हरेक सपनाको केन्द्र थिइन्। हाम्रो सम्बन्ध लामो दूरीको थियो, तर मलाई कहिल्यै लागेन कि हामी टाढा छौँ। बिहान आँखा खुल्ने बित्तिकै उसको म्यासेज र राति सुत्ने बेलासम्मको घन्टौँ लामो भिडियो कल। हामीले सँगै भविष्य बुन्यौँ। तिमी अमेरिका जान्छौ, म यतै बसेर तिम्रो बाटो हेर्छु, अनि तिमीले मलाई पनि उतै बोलाउँछौ। यी शब्दहरू सुन्दा मलाई लाग्थ्यो म संसारकै भाग्यमानी मान्छे हुँ। त्यो बेला उसको कहाँ छौ, कोसँग छौ, फोटो पठाउन भन्ने कुराहरू मलाई केयरिङ लाग्थ्यो। मलाई लाग्थ्यो कसैले मलाई यति धेरै माया गर्छ कि ऊ म बिना एक पल पनि बस्न सक्दिन। त्यो प्रेमको मातमा मैले यो बुझ्न सकिनँ कि बिस्तारै मेरो खुट्टामा साङ्ला बाँधिँदै थियो। समय बित्दै गयो। प्रेमको त्यो मिठो महसुस अब एउटा चेकपोस्ट जस्तो हुन थाल्यो। सुरुमा उसले मेरो फेसबुकको पासवर्ड मागिन्। विश्वास छ भने दिन के आपत्ति भनिन्। मैले दिएँ। त्यसपछि इन्स्टाग्राम, अनि बिस्तारै मेरो फोनको कन्ट्याक्ट लिस्ट। कुनै केटी साथीको लाइक आउँदा रातभरि झगडा हुन्थ्यो। यो को हो, यसले किन तिमीलाई मेसेज गरिन्? म स्पष्टीकरण दिँदा थाक्थेँ। बिस्तारै मैले आफ्ना पुरा साथीहरूसँग बोल्न छाडिदिएँ। मलाई डर लाग्न थाल्यो कि कतै मेरो कुनै शब्दले उसलाई चित्त दुख्ने त होइन। मैले सोचेँ उसको स्वभाव अलि जिद्दी छ, तर माया त मलाई नै गर्छ नि। तर त्यो माया थिएन, त्यो त स्वामित्व थियो। उसले मलाई एउटा यस्तो ऐना देखाइन् जहाँ म केवल त्यही हुनु पर्थ्यो जुन उसलाई मन पर्थ्यो। मेरो आफ्नो व्यक्तित्व बिस्तारै मेटिँदै गइरहेको थियो। मानसिक शान्ति त्यो त एउटा विलासिता भइसकेको थियो। म कलेजमा हुँदा पनि मेरो दिमाग फोनमै हुन्थ्यो। यदि मैले 5 मिनट मेसेज रिप्लाई गर्न ढिलो गरेँ भने उसले तिमी मलाई वास्ता गर्दैनौ, तिमी अरू कसैसँग व्यस्त छौ भन्दै मलाई गिल्ट महसुस गराउँथिन्। मैले आफ्ना मिल्ने साथीहरू गुमाएँ। घरका मान्छेसँग बोल्दा पनि उसलाई शङ्का लाग्न थाल्यो। म एउटा टाबु जस्तो भएँ जहाँ केवल म थिएँ र उसको फोनको घन्टी। मेरो आत्मविश्वास यति खस्कियो कि मलाई लाग्न थाल्यो म उसको बिना केही पनि होइन। म उसलाई खुसी राख्न सक्दिनँ भन्ने डरले मलाई भित्रभित्रै खान थाल्यो। मेरो पढाइ, मेरो करियर, सबै कुरा ओझेलमा परे। त्यही तनावका बीचमा पनि मैले मेहनत गरेँ र अमेरिकाको एउटा ठुलो युनिभर्सिटीमा फुल्ली फन्डेड पाएँ। मलाई लाग्यो यो हाम्रो सम्बन्धको नयाँ सुरुवात हुनेछ। सायद दूरीले उसलाई मेरो अभाव महसुस गराउनेछ र उसले मलाई विश्वास गर्न सिक्नेछ। तर म गलत थिएँ। अमेरिका आएपछि त नरक अझ गहिरो भयो। नेपाल र यहाँको समय फरक थियो। म दिनभरि ल्याबमा रिसर्च गर्थेँ, कोडिङ गर्थेँ। थकित भएर फर्कदा उसलाई समय दिन नसक्दा तिमी त अमेरिका गएर बदलिएछौ भन्ने आरोप लाग्थ्यो। म सुत्ने बेला ऊ उठ्थे, ऊ सुत्ने बेलामा म काममा हुन्थेँ। मैले आफ्नो खर्च कटाएर उसको लागि डकुमेन्ट बनाउन उसलाई पनि यतै ल्याउन प्रयास गरेँ। मलाई लाग्थ्यो एकपटक ऊ यहाँ आएपछि सबै ठिक हुन्छ, तर उसको नियन्त्रण गर्ने भोक झन बढ्दै गयो। भिडियो कलमा कोठाको कुना कुना देखाउनु पर्ने, लाइब्रेरीमा को छ भनेर क्यामेरा घुमाउनु पर्ने। म एउटा कैदी थिएँ जसको जेलर 7 समुद्र पारी थिइन्। एक रात एउटा सानो कुरामा झगडा भयो। उसले मलाई यति तल्लो स्तरको गाली गरिन् जुन मैले सपनामा पनि सोचेको थिइनँ। मेरो अस्तित्व, मेरो परिवार, मेरो करियर, सबैलाई उसले आफ्नो खुट्टामुनि कुल्ची। त्यो रात म ऐनाको अगाडि उभिएँ र आफूलाई सोधेँ, को हौ तिमी? के तिमी त्यही मान्छे हौ जो तराईको सानो गाउँबाट ठुला सपना बोकेर यहाँसम्म आएको थियो? कि तिमी केवल कसैको कठपुतली हौ? मलाई महसुस भयो मैले उसलाई बचाउँदै आफूलाई मारिसकेको रहेछु। त्यो प्रेम थिएन, त्यो त एउटा बिस्तारै मार्ने विष थियो। उसले मलाई कहिल्यै प्रेम गरेकै रहेनछ। उसले त केवल मेरो अटेन्सन र कन्ट्रोललाई प्रेम गरेकी रहेछ। सम्बन्ध तोड्नु सजिलो थिएन। महिनौसम्म मलाई लाग्यो कि म एक्लो भएँ, तर बिस्तारै मैले फेरि लामो सास फेर्न सिकेँ। मैले फेरि किताबहरू पढ्न थालेँ, पुराना साथीहरूलाई फोन गरेँ र सबैभन्दा महत्त्वपूर्ण, मैले आफैलाई प्रेम गर्न सिकेँ। आज मलाई थाहा छ, प्रेमले तपाईलाई सानो बनाउँदैन, प्रेमले त तपाईलाई आकाश दिन्छ। यदि कसैले तपाईको पखेटा काट्दैछ भने त्यो प्रेम होइन। म अहिले एक्लो छु, तर म डराएको छैन। म आफ्नो परिचय फेरि खोज्दैछु। मलाई लाग्छ जीवनमा कहिलेकाहीँ पूर्ण रूपमा टुट्नुपर्छ, फेरि अझ बलियो भएर जोडिनका लागि।
आफैलाई हराएर कसैलाई पाउनु होइन, गुमाउनु हो।